सन्चै हुनुहुन्छ होला। स्वागत छ हजुरलाई मेरो न्यू इयर ब्लगमा। आज चाहिँ मेरो ब्लगिङ जर्नीको डे 23 हो। अहिले चाहिँ म भर्खर बल खेलेर ग्राउन्डबाट निस्किँदैछु होइन। यो चाहिँ क्याम्पस ग्राउन्डको ग्राउन्ड हो होइन। यो चाहिँ प्राइभेट हो होइन, नेसनल हो, तर हामी खेल्न आइन्छ। हामी नेसनल प्लेयर जस्तो जाउँ त होइन। ऊ चाहिँ मेन नेसनल प्लेयर हाम्रो रुपे साथी चाहिँ। म नेसनल प्लेयर यस्तो झारपाते ग्राउन्डमा खेल्न आउँछ भन्छ होइन, तर के गर्ने यसो झारपातेहरू छ होइन। के भन्न चाहस् भन् त छिटो, के भन्न चाहन्छ? बल खेलेर अब भर बाहिर निस्केको छौँ। अब घर जान्छौँ, भोलि एक्जाम छ, एक्जामको अलिक टेन्सन छ। त्यही भोलि हाम्रो एक्जाम पनि छ होइन। फर्स्ट टर्मिनल एक्जामिनेसन होइन। फर्स्टचोटि हेरौँ कस्तो हुन्छ एक्सपिरियन्स चाहिँ गाइज होइन। स्कुलमा त कतिचोटि दिएको छ होइन। अब कलेज एक्जाम कस्तो हुने रहेछ होइन, हेरौँ। अहिले चाहिँ बाइक लिएर आएको छु म, आफ्नो प्यारो बाइक प्लाटिना होइन। अनि आइस नै आएको त्यो चाहिँ घर गएछ। अब म पनि घर जान्छु होइन। अनि घर गएर हेरौँ के हुन्छ। न्यू इयर रमाइलो हुन्छ नि घर गएपछि। अनि आज चाहिँ न्यू इयर पनि हो गाइज, तर न्यू इयर जस्तो लागेन कि नेपालमा होइन। अहिले पुस भइरहेको छ नेपालमा के न्यू इयर है। हजुरलाई के लागिरहेको होइन कमेन्टमा भन्नु होला है गाइज ल। अहिले चाहिँ होइन बजार आएको थिएँ होइन। मैले के हेरिरहेको छु भने होइन, यहाँ हेर्न सक्नुहुन्छ हाम्रो रोयल इनफिल्ड 450 स्क्याम छैन, 190 एल छ, अर्को नि 190 छ, XR पछाडि चाहिँ CRF छ क्या दाइ गाइज चाहिँ 150 होइन। त्यो सबै बोइजहरूको ड्रिम हुन्छ क्या दाइ, यो यस्तो बाइकहरू लिएर होइन। लद्दाख होइन, लद्दाख भन्दा नि नेपालमा चाहिँ मुस्ताङ होइन। इन्डियातिर चाहिँ के भन्छ भने, इन्डियातिर चाहिँ लद्दाख जाने सपना हुन्छ कि होइन गाइज। हाम्रो नि केटाहरू चाहिँ एक दिन यो सपना पुरा गर्नुपर्छ कि होइन गाइज। बिस्तारै सपना पुरा हुन्छ होइन। अहिले चाहिँ बजार आएको बेलामा